यसरी भन्नु पर्यो कि अर्चयेत अरविन्दाक्षम, भगवानको अर्चना भन्दा गर्नु पर्यो। पयो व्रत, यो व्रतको नाम हो पयो व्रत। खाने के भन्दाखेरि केवल दुध मात्र पिउनु पर्यो, होइन अलिकति आज एउटा सुन्तला खाउँ न त, शक्य व्रत केवल दुध पिउनु अर्थ खानु भएन। 12 दिनसम्म यसरी बस्नु पर्दछ। अदिति मारेर खुसी भयो, ठिकै छ, दुध पिएरै बस्नु के भएको 12 दिन बस्नु कुन ठुलो कुरा। अरे नखाइकन 12-15 दिन मान्छे बाँच्छ, मर्दैन क्या। त्यहाँदेखि दुध खाएर त बसिहाल्दैन, के को हुन्छ त, के आयो समस्या त। ठिकै छ, म दुध पिएरै बस्नु 12 दिनसम्म। अदिति महारानी एकदम तयार। त्यसै बेला सुरु गर्नु, भगवानको आराधना गर्नुहुन्छ। अनि हेर, भुइँमा सुत्नुपर्छ है व्रतको बेला, भुइँमै सुत्नु हुने। कसैलाई गाली गर्नु हुँदैन नि, गर्दिनँ। पशु पक्षी प्राणी सबैमा भगवान देख्नुपर्छ भने ठिकै छ, त्यस्तै देखौँ नि। प्रणाम गर्नुपर्छ, साष्टाङ्ग उठेर ठिकै छ, गरौँ नि, त्यसरी नै गर्छ। मन्त्र सुनेको छ के? पहिले मन्त्र सुन्नुपर्छ कानबाट, गुरुद्वारा मन्त्र सुने के जप्छ तिमीले? ल सुन्नु, मन्त्र पनि सुनेको तयार। मन्त्र सुनेको ठ्याक्क सबै तम तयार। अब त्यो अनुसारले गर्न लाग्नु, सुरु पनि गर्नुभएको छ। भगवानको सेवा गर्नुहुन्छ, अर्चेत अर्चना वन्दना गर्नुहुन्छ सबै। अनि हेर, कुरा के भने यो खिर बनाएर भोग लगाउनुपर्छ। श्रितम पयस नैवेद्यम साल, भगवानलाई भोग लगाउनु लागि राम्ररी विधि विधानपूर्वक धूप दीप नैवेद्य राम्ररी अर्पण गर्नुपर्दछ। भएर फेरि यसो अल्छी लाग्यो, आज पुष्प पनि भएन भने पनि सक्यो, फेरि सबै हुनुपर्छ। बताएदेखि ल ठिकै छ, त्यो पनि जुटाउँ, सबै केही कमी छैन, त्यो अनुसारले व्रत गर्नु लाग्नु। अन्तिममा 12 जना ब्राह्मण भोजन गर्नुपर्छ। अनि मजासँगले 12 दिनका दिन ब्राह्मणलाई मिठो पायस बनाएर खुवाएर उनी गएर आज्ञा लिएर अनि आफूले लिनुपर्छ। फेरि आफूलाई भोक लाग्यो त खाउली भन्यो फेरि। अब त्यो पनि गर्नु नि, जस्तो भनेको त्यस्तै प्रकारले गर्नुभयो, व्रत गर्नुभयो, गर्दै गर्दै जानुभयो। 12 दिन पनि भयो, व्रत पनि पुरा भयो। भगवानले दर्शन दिइहाल्नु 12 दिनका दिन। यस्तो दिव्य स्वरूपमा दर्शन दिनु भगवानले। अदिति महारानी त एक साष्टाङ्ग गर्नु, हो कति राम्रो भगवान, के गर्नु, लडिहाल्नु साष्टाङ्ग गर्नु। जेरो कठमा अदिति महारानीले हात जोड्नुभयो। प्रभु हजुर त यज्ञेश हुनुहुन्छ, यज्ञको मालिक हुनुहुन्छ हजुर, यज्ञ पुरुष हुनुहुन्छ हजुर। हजुरका चरणमा जति पनि तीर्थ छन् सबै त्यही छन्। चरणै किन धोने? धुँदाखेरि जसले चरण धुन्छ नि, होइन? चाना कन्याको चरणै धुने, बेहुला बेहुलीको चरणै धुने, बाबाआमाको चरण धुने, गुरुको चरण धुने, आचार्यको चरण धुने। अरे चरणै किन धोको? यसो हात पनि धोइधाइ गर्दा हुन्थ्यो होला। चरणै धुनु पर्ने। चरणमा के हुन्छ भन्दा तीर्थ हुन्छ। यस ब्रह्माण्डमा जो 3.5 करोड तीर्थहरू छन्, ती 3.5 करोड तीर्थ चाहिँ पाउमा रहेका हुन्छन्। त्यस कारणखेरि पाउ नै धोएकोमा भगवानलाई भन्नुहुन्छ हजुर त तीर्थपाद हुनुहुन्छ। जति पनि तीर्थ छन् सम्पूर्ण हजुरकै श्री चरणमा रहेका छन्। त्यस कारण हजुरका यस्ता चरणमा वन्दना गर्दछु। सम्यक देश भगवान, भगवान हजुर कल्याण गर्ने भगवान स्तुति गर्नुभयो अदिति महारानीले। अब त भगवानले भन्नु, हेर अदिति महारानी यस्तो प्रकार स्तुति गर्यौ, हेर तिमीलाई के चाहियो भन न त। अब तिमी सुखले बस्न चाहन्छौ होइन? के चाहियो? स्वर्ग चाहियो? माथि स्वर्गमा गएर बस्ने तिमी होइन? मलाई त्यस्तो के शान्ति सुख पनि चाहिएको। के चाहियो तिमीलाई भन न त। मलाई एउटा छोरो चाहिएको। अब कस्तो छोरो चाहियो लु भन भन्नु भगवानले। अदिति महारानीले भन्नु मलाई छोरो दिनुहुन्छ भने हजुरले यस्तो छोरो दिनु पर्यो कि हजुर जस्तै दिनु पर्यो भन्नु। हजुर जस्तै? हो त। म जस्तो त को छ त? अब म जस्तो को छ? कोही छ त? ल हामी यहाँ संसारमा कति छ मान्छे? ल सबैको एउटै अनुहार छ त? मिल्छ कसैको? अदिति महारानीले भन्नुभयो म यताउता जान्दिनँ, मलाई हजुर जस्तै छोरो चाहिन्छ। हो त। कस्तो? नाक पनि त्यस्तै, त्यति लामो, आँखा पनि त्यस्तै, त्यति लामो, परेला पनि त्यस्तै, मुख पनि त्यस्तै, हँसाइ पनि त्यस्तै, बोलाइ पनि त्यस्तै, शरीर पनि त्यस्तै,
यति फरक हुँदैन, मलाई हजुर जस्तै छोरो चाहिन्छ भन्नु। अब त हेर अदितिले के भन्नुहुन्छ, म जान्दिनँ यस्तै चाहिन्छ नि। हेर नानी, म जस्तो अर्को कोही छोरै छैन, त्यसो भए तिम्रो छोरो भएन मै आउँछु त, हुन्छ भगवान्ले भन्नु। अदिति महारानी मुसुक हाँस्नुभयो। मैले खोजेको त्यही हो, मैले हजुरलाई चाहिँ मेरो काखमा राखेर छोरो भनेर आनन्दले खेलाउन चाहेको नि त। भगवान्ले भन्नुभयो ल ठिकै छ, ममाचनम नारति गन्तुमन्यथा, तिमीले मेरो सेवा गरेको खेल जाँदिन नानी। म के गर्छु भने स्वांसेन पुत्रत्वमुपेत ते सुपान, हेर म आफ्नो अंशद्वारा तिम्रो पुत्र बनेर आउँछु, भगवान्ले वचन दिनुभयो। अदिति महारानी खुसी हुनुहुन्छ, ल ठिक छ। अब त भगवान् अदितिको गर्भमा आउनुभयो आफ्नो दिव्य शक्ति लिएर। अब अदितिको गर्भ वृद्धि हुन लाग्यो, देवताहरूमा ब्रह्माले स्तुति गर्न लाग्यो, अब त्यसरी आउँदै हुनुहुन्छ। अनि अझ त यस्तो हुनुहुन्छ, नाउमा बसेपछि व्यक्तिले समुद्रलाई पार गर्दछ अनि हजुरले संसारदेखि पार तार्नुहुन्छ, यस्तो हुन्छ प्रभु। स्तुति गर्नुभयो ब्रह्माजी महाराज। ब्रह्माजीले अब अदिति महारानीको गर्भ आजभन्दा भोलि, भोलिभन्दा पर्सि अभिवृद्धि भइरहेछ। जति गर्भको वृद्धि हुँदै गयो त्यति अदिति महारानीको मुख उज्यालो हुँदै जान्छ। नभए त गर्भावस्थामा डर हुन्छ, विभिन्न प्रकारका अप्ठ्यारा आइलाग्दछन्, समस्या हुन्छ विभिन्न प्रकार। तर अदिति महारानीको मुख हेर्दाखेरि यति सुन्दर छ, कुनै प्रकारको चिन्ता छैन। आजभन्दा भोलि, भोलिभन्दा सूर्य जस्तो चम्किने त्यस्तो हुन लागेको अदिति महारानी। भगवान गर्भमा आएपछि भगवानको दिव्य प्रकाशले अदिति महारानीको मुख चम्केको छ। यस्तो प्रकारको अदिति महारानी। अब समय पनि हुँदै गयो। अदिति महारानीको गर्भबाट साक्षात् भगवानले वामनको रूपमा अवतार लिन्छ। भन्नुहोस् वामन भगवानको। अब भगवानले वामन बताउनु, वामन र भगवानको सही भक्तले के गर्न लागे, स्तुति वन्दना भजन गर्न लागे। हामी पनि एकछिन भगवानलाई सुन्दर भजन साना भाइ पनि। वामन भगवान बढ्दै जानुहुन्छ। अब बाल्यकालदेखि गर्नुपर्ने जो संस्कारहरू छन् त्यो सम्पूर्ण संस्कारहरू भगवानका गरिन्छन्। कस्ता संस्कार? मानिसको जीवनमा जन्मदेखि लिएर मृत्यु पर्यन्तका संस्कारहरू गरिन्छन्। भगवानको नि यहाँ संस्कार गरिन्छ। जो बृहस्पति गुरु हुनुहुन्छ उहाँले के गर्नुभयो, ब्रह्मसूत्र जने लगाइदिनु भयो। कश्यप जो पिताजी हुनुहुन्छ, ब्रह्म त्यस्तै प्रकार अगाडि गएर कृष्ण जिनम भूमि जो पृथ्वी माताले बस्ने आसन दिनुभयो नानीको लागि। के भन्दाखेरि मृगचर्ममा बस्नको लागि बालकलाई आसन दियो। त्यस्तै प्रकारले बालकको हातमा दण्ड पक्राइयो। आफ्नी माताले कौपिन छादेन बालकको लागि भित्री वस्त्र कौपिन वस्त्र हो, त्यस्तो कौपिन वस्त्र दिनुभयो आमाले। देवसत्र जगत पते कमण्डलम वेद गर्भ ब्रह्माजी आउनुभयो। ब्रह्माजीले के गर्नु भन्दाखेरि कमण्डल दिनुभयो। त्यस्तै प्रकारले कसैले छाता दिनुभयो। भट्टु बामनको स्वरूप पनि बडा सुन्दर, हातमा कमण्डल लिएको छ, कौपिन वस्त्र धारण गरेको छ, छाता ओढेको छ। अब त बालक ठुमुठो भिक्षा माग्ने पनि व्रतबन्ध गरेको बालक हिँड्नु लाग्छ। भिक्षा माग्ने क्रममा के गर्नुहुन्छ, पहिले आफ्नै माताको साथमा जानुहुन्छ भिक्षा माग्नलाई। त्यहाँ मातालाई पहिलो भिक्षा दिनुभयो भगवान्ले। त्यही भएर मातासँग भिक्षा माग्ने भनेको माताले दिएको हुनाले भगवती भिक्षाम देई भनेको। मातासँग भिक्षा मागेको भगवती भिक्षाम देई भनेर भगवान्लाई दिनुभयो भिक्षा। अनि अब पिताले सबैले इष्टमित्र सबैले दिनुभयो। भगवान् भिक्षा माग्दै माग्दै लाग्नुहुन्छ कहाँ भन्दाखेरि बलि महाराजको यज्ञमा जानुभयो। बलि महाराजको यज्ञ जानुभयो, यति खुसी भयो सबै। आज भगवान् आउनुभयो नि भिक्षा माग्नु। भिक्षा दिन पाउने भयो हामीले। आजकल भिक्षा माग्दै कोही आउँदैन। नेपालमा आउँदा उता त भिक्षा माग्दै आउँथ्यो। आजकल त कोही भिक्षा माग्दैन। भिक्षा दिन पाइयो भने त जीवन धन्य जीवन हो। भगवान् जहाँ माग्दै जानुभयो बलि महाराजको यज्ञमा सबै खुसी भयो। यति राम्रो भगवान् आउँदै हुन्छ भिक्षा माग्नको लागि। दर्शनीयम
दर्शन गर्नलाई आनन्द हेर्नुहुन्छ सबैले। परबाट कति राम्रो हुनु सबै प्रमोदित यति खुसी भयो नि, हो भगवान आउनुहुन्छ आज भित्रमालाई। अनि के गर्ने अब, राम्रो आसन लगाइयो, भगवानलाई बसाइयो आसनमा। हे प्रभु विराजमान भइबक्रियोस्, भगवान बस्नुभयो आसन। अनि के गर्ने, बलिमाला बिचमा के गर्ने, कोही त आत्मी छैन के गर्नु। अब भगवानको के गर्ने भन्दाखेरि पहिलो नभएर चढाइदिनु पर्यो। अब त बलिमालाले के गर्नुभयो, जल लिएर आउनुभयो। सबै त्यहाँ ऋषिमुनिहरू जो यज्ञका कति छन्, थपक्क बलिमालाले के गर्नुभयो, जलले चढाइदिन लाग्नुभयो। पादो भगवतो बलिया दिनुभयो। अब त्यो जललाई के गर्ने भन्दाखेरि त्यो जललाई आनन्दपूर्वक तीर्थको रूपमा स्वाटै लिइदिनुहुन्छ। कति राम्रो, तत्पाद शौचम। त्यो जल कस्तो हुन्छ, तत्पाद पाउको जल भनेको जनकल्म सापम हुन्छ। भित्रको जो पाप हो त्यो पापलाई नष्ट गर्ने त्यो शक्ति हुन्छ त्यो तीर्थमा। साधारणमा पनि मुहुर्न सुमङ्ग। अनि त्यो जललाई किन आफ्नो शिरमा पनि लगाउनु भएको छ उहाँले। अनि यति प्रसन्न हुनुभयो। दधार मूर्धना परया, त्यो पनि भक्तिपूर्वक परया छ भक्त्या हो। भक्तिभित्र छैन, श्रद्धा छैन, त्यो श्रद्धा बिनाको कार्य कुनै पनि सिद्ध हुँदैन। कार्य गर्दाखेरि भित्र श्रद्धा राखेर गयो त्यो कार्य पुरा हुन्छ। बलिमाला यति प्रसन्न भयो, यस्तो चरण हुन पाइयो आज भनेर त्यो चरण धोएको जुन जल हो भगवानको, त्यसलाई स्वीकार गर्नुहुन्छ। बलिमालाले भन्नुभयो, हे प्रभु हजुरको लागि स्वागतम आउनुभयो। आज त यस्तो बनेको छ, मेरा यो पितृ सबै गए, अब पवित्र भएर गए। किनकि यज्ञमा यस्ता प्रकारले भगवान आएपछि कोही पितृ जान्छ भन्नेवाला छैन। त्यस कारणले गर्दाखेरि अध्ययन पितर तृप्ता, मेरा पितृ सबै तृप्त भएको मान्दछु। मेरो यो कुलै पनि पवित्र भएको छ भन्दा यो यज्ञ यस्तो प्रकारको भइरहेको छ, जो कि यज्ञबाट परम पवित्र भएको छ। कि हजुर आउनुभयो नि त आज, यहाँ केही कमी छैन। अब जति नै कर्म गरे अन्तिममा निचोडकै भगवान पाउने त होइन। निचोडै भगवान पाउनु त भगवान पाइसकेपछि के कमी भएन, केही कमी नै भएन, सबै परिपूर्ण भयो। त्यसैले यज्ञ मेरो लागि परिपूर्ण भएको छ। छुट्टी मैले हजुरलाई प्राप्त गरेँ। बलिमाला त्यति प्रश्न गर्नु, बलिमाला सोध्नु के दिनु, बताउनुहोस् के दिनु। म के दिन चाहन्छु, आएका अतिथिलाई, आएका बटुलाई, भिक्षार्थीका माथि यहाँले केही दिनैपर्छ। के दिउँ न, के दिउँ लाग्छ भित्रबाट, के दिउँ यति दिउँ लाग्न थाल्यो बलिमालालाई। हेर्नुहुन्छ यति राम्रो स्वरूप छ, अरे के चाहिँ दिउँ, भित्र अड्ने छोडेर के दिउँ भन न, बाटो के दिउँ सोध्न लाग्नु। यदि यो बटो बाँध्छ कि हजुरले जो इच्छा लाग्छ भन्नुहोस्, म दिने क्या हो, के दिउँ भइरहेको छ, भन्नुहोस् न के दिउँ। हजुर जो चाहनुहुन्छ दिने। त्वाम अर्थिनम विप्रसुतानतर भन्ने, हजुरलाई के विवाह गर्ने इच्छा छ, हजुरलाई विवाह गर्ने इच्छा छ भने हामी कन्या दिलाइदिन्छौँ। एउटा कुरा। अरू कुरा के भने, हजुरलाई के पृथ्वी चाहियो, कोही मानौँ पृथ्वी चाहियो हजुरलाई, सुन चाहियो हजुरलाई, यहाँ त हजुरलाई त्यस्तै अतिरिक्त कुनै स्थान बस्नको लागि चाहियो कि त्यस्तो अन्न चाहियो कि के हजुरलाई, तथा न पेय, कोही त्यस्तो पेय पदार्थहरू चाहियो कि तिर्खाको लागि हजुरलाई के चाहियो हजुरलाई भन्नुहोस्। ग्रामीण गाउँ चाहियो हजुरलाई, गाउँ चाहियो पुरै गाउँ दिन्छु भन्नु भन्नुहोस्। के चाहियो, ग्रामीण समृद्धाम स्तुरगान, घोडा चाहियो हजुरलाई, होइन कि हात्ती चाहियो हजुरलाई, ल भन्नुहोस् न। रस चाहियो हजुरलाई, के चाहियो भन्नुहोस् न। हो म हजुरलाई जे माग्नुहुन्छ त्यही दिन्छु, हजुर माग्न चाहिँ माग्नुहोस् न, के दिउँ। यस्ता प्रकारले बलिमाला सोध्नु, पृथ्वी चाहियो भन्नुहोस्। भगवान्ले सुनिरहनु, कति फुलफुल छ हेरौँ न, मलाई दिएर पुर्याउने। भगवान्ले यसो बुझाउन लाग्नु, ए हजुर त नि कस्तो दानी हुनुहुन्छ हेर्नुहोस् न, हजुरको त कुल वंश परम्परामा केही पनि कमी छँदै छैन, देखेकै छैन भने आज। ए हजुरका कुल वंश परम्परामा त कस्ता
एकदम सङ्ग्रामशाली हिरण्यकशिपु जस्ता पनि यस्तो कुलमा आएका हुन्। केही कमी छैन क्या यस्तो भगवान्ले भन्नुभयो तिमीमा केही कमी छैन, सबै पर्याप्त छ। हाम्रो कुलै तिम्रो यस्तो कुल हो यता भनेर भगवान्ले कुन्ताको दिन्छु भने बलिलाई झन् साह्रो उकासिदिनु भयो क्या। कति के भन्दो रहेछ सुन्दै जाउँ भनेर खुब उकासिदिनु भयो। 3 पाउ जग्गा भगवान्ले भन्नुभयो ठिकै छ बलि महाराजहरूले दिन्छु भन्नुभयो, मलाई 3 पाउ जग्गा दिनु, म आफ्नै पाउले नापेर लिन्छु। पदानी त्रिदेतेन्द्र संहितानि पदाम, म 3 पाउ जग्गा लिन्छु, आफ्नै पाउले नाप्छु र लिन्छु। बलि महाराज त यसो हेर्नु हाँस्नु थुक्क। बालकको के बुद्धि, के माग्ने कति माग्ने त बालकले के जान्दछ र? त्यो सानो बालकलाई 3-4 वर्षको बालकलाई के चाहियो भने माग्दा के माग्छ त्यसले? अहिले एउटा बिस्कुट हल्ने त्यही माग्छ होइन? के मागेको बालक थुक्क 3 पाउ जग्गा दिन्छ फेरि आफै नापेर कहाँ बस्छ त्यो? बस्नै पुग्दैन 3 पाउ जग्गामा। के मागेको यसले? अहो ब्राह्मण दायाद वचस्ते वृद्ध सम्मता। बालकको र वृद्ध बाबाको पनि के टुङ्गो हुँदैन, कहिले के बोल्छ कहिले के बोल्दैन। बलि महाराजले भन्नुभयो तस्मा भगवान्ले भन्नु होइन मलाई पुग्छ 3 पाउले पुग्छ, मलाई पुग्छ। भगवान्ले भन्नु हेर सन्तोष त हो नि त, हेर जति भए पनि कहाँ पुग्छ र? गए राजा कति 7 दिपको राज्य गर्ने राजालाई पुगेन। सक्यो बोले न सक्ने चाहिँ पर त्यता के नसक्ने। जय श्रीमन्नारायण। एकपट्टि सक्नु पर्यो त्यति नै हो। मैले दोषी होइन, त्यता सक्नु यता सक्नु आयो मेरो बालो। लक्ष्मी भगवानको ठिक छ। भगवान्ले भन्नुभयो मानिसलाई हेर राजा यस्ता यस्ता राजा गए राजा हुनुहुन्थ्यो, उनलाई 7 दिपको राज्य गर्दा नि पुगेन। पुग्यो त पुगेन। त्यसै बेला अरू राजाहरू थिए कति 7 दिपको राज्य गर्दा नि पुगेन। त्यसैले गर्दाखेरि सन्तोष रहनुहोस्, सन्तोष रहेपछि पुग्छ। म आफ्नै पाउले नाप्छु, 3 पाउ जग्गा लिन्छु, मलाई पुग्छ भगवान्ले भन्नुभयो। अब त्यसो भने त ल ठिकै छैन त, अब सङ्कल्प गर्नु न त सङ्कल्प गर्न तयार। सङ्कल्प गर्न लागि तयार हुनुभयो बलि महाराज। ल्याउ जल श्रीमतीलाई भन्नुभयो, श्रीमती जल लिएर आयो। ल सङ्कल्प गर्नु, सङ्कल्प गर्न तयार हुनुभएको शुक्राचार्यले देख्नुभयो आइहाल्नु कुदेर। महाराज एकछिन अहिले बेला भएको छैन सङ्कल्प गर्ने, एकछिन। शुक्राचार्य रोकिहाल्नुभयो। शुक्राचार्यले भन्नुभयो हेर अहिले नि तपाईँले चिन्या छ यसलाई, यो को हो भने यो त साक्षात् विष्णु। यो विष्णु यसरी आएको छ, यो विष्णुलाई दिएर के गर्नु छ? यसले त लान्छ सबै टाकटुक भएको लान्छ, केही पनि राख्दैन होइन त। त्यस कारणले यसलाई दिँदाखेरि ख्याल गर्नुपर्छ नि। सर्वस्वं विष्णवे दत्त मूढवर्ती शसे कथम काहीँका मूर्ख यसरी दिनुहुन्छ? शुक्राचार्यले कराउनु कति छ सम्पत्ति ल भन्नुहोस्, कति छ तिम्रो जग्गा? निकै भइसक्यो, कति छ भन 1 एकड 2 एकड 5 एकड 10 कति छ? हामी सोध्छौँ त्यसै सोध्न लानु। हेर म एउटा कुरा बताउँछु तिमीलाई, सम्पत्ति तिम्रो जति छ जग्गा जति छ त्यसलाई 5 भाग गर। पहिले मैले भनेको मान्छु भने सम्पत्ति मैले भनेअनुसार चल्यो भने चलायो भने कहिल्यै पनि कमी हुँदैन। बुझ्यो कुरा? भन्नु न त सुनिहरू। आफूले जति सम्पत्ति कमाएको हुन्छ त्यो सम्पत्तिलाई 5 भाग गर्नुपर्छ पहिले त। अब 5 भाग गरेर चाहिँ 10 रुपियाँ पैसा 5 भाग गर्दा कति भयो? 2 रुपियाँ परेन 5 जनालाई। अब पहिलो नम्बरको 2 रुपियाँ के गर्दा 5 भाग गर्दा 2 रुपियाँ गर्नु पर्यो। अब पहिलो 2 रुपियाँ के गर्नु पर्यो भन्दाखेरि पैसा चलाउने तरिका एउटा दान पेटी गर्नु पर्यो। दान पेटीमा खुत्रुक्क लगाउनु पर्यो यो 2 रुपियाँ। के को लागि?
मिनीसोटामा पछाडि बस्ने एउटा यसो भेला आउने मन्दिर पनि चाहिन्छ, कटेरो चाहिन्छ। के गर्नु पर्यो? 2 रुपियाँ खुत्रुक्क जम्मा गर्नुपर्छ। 2 रुपियाँ यसको लागि हो नि। जहाँ आफू रहेछ मिनीसोटामा रह्यो, अरू जहाँ जहाँ आफू रहेछ चाहिन्छ एउटा त। नभए त कहाँ बस्ने, के गर्ने, भजन कता गर्ने, घरमा सधैँभरि अप्ठ्यारो हुन्छ, सबै एकनासे हुँदैन, काउन्टीमा जानु पऱ्यो, के भन्नु पऱ्यो, हल्ला भिन्न हुन्छ नि त होइन। एउटा सामाजिक क्षेत्रमा त सबै सजिलो हुन्छ। त्यस कारणले 2 रुपियाँ के होइन, पहिला अरू भन्दाखेरि खुत्रुक्क दानपेटीमा लगाउने, पछाडि एउटा स्थान तयार गर्ने। हेर्नुहोस् है पैसा चलाउनु त नि बडा मैले सिकाएको छ। अब 5 नि 2 रुपियाँ गयो, अब कति रुपियाँ रह्यो? 8 रुपियाँ रह्यो हेर्नुहोस् है। अब 8 रुपियाँ के गर्नु पऱ्यो? अर्को 2 रुपियाँ के गर्ने? धर्म यससे भनेको कसैलाई मन लागेको छ भने त म त एक्लै बनाइदिन्छु त्यहाँनिर। एउटा पानी पिउने नि बनाउनु लागेको छ, कहाँ बनाउँ भइरहेछ। एउटा पानी पिउने धारो चाहिँ म लगाइदिन्छु भन्छ एउटाले। ल ठिकै छ, त्यसो भए त अब के हुन्छ, नाम पनि भयो। कसले बनाएको? तल्ला दाजुले बनाएको नि भनिहाल्छ होइन, नाम पनि भयो। त्यस कारणखेरि त्यसको लागि 2 रुपियाँ छट्टै छुट्याइयो होइन त, उसको नाम पनि भयो। ठिकै छ, यससे। अब कति 4 रुपियाँको अर्को, अब 6 रुपियाँ त के गर्ने? अब अर्थाय अर्थम। पछाडि बुढो पनि त हुन्छ नि त, हात पनि चल्दैन, गोडा पनि चल्दैन, काम गर्दा पनि सकिँदैन, छोरालाई दिएन भने अस्ति काम गरेको थिइस् भनिहाल्छ। अब के गर्ने? समस्या हुँदैन। त्यस कारणखेरि यसो 2 रुपियाँ पैसा चाहिँ के गर्नु पऱ्यो? यति चाहिँ यसो ब्याङ्कमा के भन्छ ब्याजमा लगाइदियो भने मर्ने बेलासम्म पछाडि साह्रो भयो भने अलिकति बढेर आउँछ नि त होइन। अलिकति भने पछाडि वृद्धको लागि जोकार गरेर राख्नु पर्यो है। कति रुपियाँ सक्यो? धर्मको लागि दानपेटीमा 2 रुपियाँ गयो, अनि आफूले प्याउ बनाइयो उता 2 रुपियाँ 4 रुपियाँ गयो। अब पछाडि बुढो हुन्छ, बुढोको लागि राख्यो 2 रुपियाँ है। 6 रुपियाँ सक्यो, अब 4 रुपियाँ रह्यो। अब अर्को 2 रुपियाँ के गर्ने भन्दाखेरि काम आयो। बिल आउँछ भएन, 7 दिनको बिल बढेर आइहाल्छ। अब उता पानीको आउँछ होइन, तपाईँ आउँछ नि घरहरूमा। हो यसो अब दही ल्याउनु पऱ्यो, दुध ल्याउनु पऱ्यो, घरको दैनिक यसो गाडीमा ग्यास लगाउनु पऱ्यो, गाडीको इन्सुरेन्स तिर्नु पऱ्यो। आफ्नो दैनिक खर्चको लागि 2 रुपियाँ खर्च गर्नु पऱ्यो। कति रह्यो? अब 2 रुपियाँ मात्रै रह्यो, 8 रुपियाँ सक्यो नि। अब त 2 रुपियाँ चाहिँ के गर्नुहुन्थ्यो भन्दाखेरि अब होइन हौ पुराण पनि लगाइयो, अलिकति भान्जा आएछन् वाइबाट टिकुला दिउँ हौ 2 रुपियाँ त दिएन भने भोलि मामा पनि चिने, हजुर पनि चिने, माला गएर थिएँ सबै चिने मैले। सबैकै हामी सबैको नि त्यही होइन। यो भएर पुरानो आर्यवाला भने होइन नि, जसले जुन कार्य गर्छ एउटा तिथि गरे जे गरे पनि जस्तो गरे पनि हामी सबैको त्यही होइन। अब के भन्दाखेरि 10 रुपियाँ पैसा सक्यो होइन त, 10 रुपियाँ पैसा एक दिन हो भने त्यसरी भाग गरेर त्यो पैसा त्यसरी सदुपयोग गर्नु। अब आफूले जति पैसा कमाएको जति पैसा जति हुन्छ त्यो पैसालाई आफूले जति आफ्नो सम्पत्ति त्यसलाई 5 भाग गर्ने, त्यसको 1 भाग धर्मलाई भनेपछि विभाजन चलाउनुपर्छ। अब बलि मार्नेले के अरे शुक्राचार्यले भन्नुभयो बलि मार्न हेर बलि तिमी त यसलाई सबै दिन खोज्छौ, भरे बस्ने ठाउँ पनि छैन। त्यस कारणले तिमीले आफ्नो पैसालाई 5 भाग गरेर आफ्नो जो जति छ अनि त्यसलाई 5 भाग गरेर 1 भाग चाहिँ आफूलाई राख, अरू देऊ बरु केही फरक परेन। तर सबै यदि देऊ भने भरे तिम्रो बस्ने ठाउँ पनि छैन, जरा काटेको रुखको हालत हुन्छ भनेर शुक्राचार्यले सम्झाउनु भयो। वृक्ष जीवति धन्यस्य, जरा काट्यो भने वृक्ष बाँच्छ त रुख बाँच्छ बाँच्दैन नि त, त्यस्तै हुन्छ। बरु अलिकति झुटो बोल्दा नि हुन्छ यहाँ। झुटो बोल्ने पनि बताउँछ धर्माय शेषाय कामाय सुदनाय छ। के भन्नुहुन्छ भने बेला घरमा श्रीमान श्रीमती हुन्छ नि, श्रीमतीले यसो श्रीमानतिर फर्किनुहुन्छ के भन्नुहुन्छ? होइन कि श्रीमान ती हाम्रो पल्ला गरेर त्यो देउरानी नि, देउरानीले सुन लागेको छ कानमा यति छैन, हातमा हेर चुरा लगाएको छ, यता हेर यति लगाएको छ, घाँटीमा हेर त्यस्तै सिक्री छ, खोइ मलाई दिएको। श्रीमानले के भन्नु पर्यो? ठिकै छ लगाइन राम्रो कुरा सोधन कतिको लगाएको रहेछ। सोध्छु कतिको अरे 10,000 को रहेछ।
ए राम्रो कुरा, त्यसो भए नि तिमी अलि दिन पर्ख्यौ, म तिमीलाई 20,000 को किनिदिन्छु भन्नु पर्यो श्रीमतीले। घरमा खाने छैन नभए त श्रीमती मक्खै ठिकै छ, मेरा श्रीमानले 20,000 किन्यो भने देवानीको 10,000 पैसा मलाई झन् मजा हुन्छ। अब घरका भोकाका नानीको पेट भरियो, नभएदेखि 20,000 को सुन किन्न थाल्यो भने त भए छैन, घरमा खाने पनि छैन, केही पनि छैन। सुरक्षा गर्नु परेन। त्यस कारणले आफ्नो सुरक्षाको लागि राम्ररी खुसी बनाएर आफ्नो घर राम्ररी चलाइन्छ भने त्यो राम्रो हो। त्यस कारणले अलिक केही भनेर हुन्छ कि बरु अलिकति के भनेर हुन्छ, सुरक्षा गर्नुपर्छ। सबै दिनु हुँदैन। अहिले अलिकति झुट बोल्दा भए पनि नजानिदो पाराले सुरक्षा चाहिँ गर्नुपर्छ नि भनेर शुक्राचार्य यति नीति जान्ने यसरी बताउनु शुक्राचार्यले है। अब यसो भनेपछि त बलि मार्दाखेरि के भन्नुहुन्छ भने ए शुक्राचार्य हजुरले भन्न त भन्नुभयो कि तर मलाई चित्त बुझेन यो कुरा। के चित्त बुझेन? कुरा के भने मैले दिन्छु भने नि त अघि मुखले भनेको छु, भनिसकेको छ। अब मैले दिन्छु भने फेरि दिन भने फेरि कस्तो हुन्छ? दिन्छु भनेर दिएन भने त दोष त छ मैले लाग्छ। त्यस कारणले म यो कुरालाई वापस लिन चाहन्न, म दिन्छु। अर्को कुरा के भने जसले दिन्छु भनेर दिँदैन त्यसको त पाप कति हुन्छ थाहा छ? कुरा के भने त्यसलाई त यो पृथ्वीमा बन्ने ठाउँ पनि छैन। कसरी? अरे यो पृथ्वीले, पृथ्वी माताको नाम छ एउटा सर्वंशाह भने। सर्वंशाहको अर्थ के हुन्छ भन्दाखेरि सबै सहने। ए यहाँ थुके पनि ठिकै छ, फर्मेला गरे पनि ठिकै छ, कुटे पनि ठिकै छ, लात्तीले हाने पनि ठिकै छ। पृथ्वी माताले आए मलाई दुःख हो, तैँले मलाई लात्ताले हानिस्, तैँले मलाई यसो भनेको छैन। सबै सहेको छ पृथ्वीले। त्यस कारण पृथ्वीलाई सर्वंशाह भनिन्छ। तर सबै सहेर पनि एउटा कुरा चाहिँ पृथ्वीले सहन सक्नुहुन्न। फेरि एउटा चाहिँ कहिल्यै सहन सक्नुहुन्न, त्यो चाहिँ पुरै लेखिन्छ। के सहन सक्नुहुन्न पृथ्वीले भन्दाखेरि नयस्यत्यात् परो धर्म इति होवाच भूरियम। असत्य झुटो जब बोल्यो नि, दिन्छु भनेर दिन्न भनेको कुरा चाहिँ पृथ्वीले सहन सक्नुहुन्न है झुटो चाहिँ। त्यस कारणखेरि मैले पहिले दिन्छु भने म अहिले त्यो कुरालाई वापस लिन चाहन्न, म दिन्छु बलि महाराजले भन्नु। ए अब कसै गर्दा भएन, जसै गरेर सब खुसी। शुक्राचार्य भन्नु आखिर तैँले गुरुको वचन नि मानिनस्, हेर नानी मेरो शासनलाई त उल्लङ्घन गरिस्, अब तेरो सम्पत्ति सक्यो भन्ने सम्झिनु है। शुक्राचार्य भन्नु। अब बलिले सुन्नु ए श्रीमती जाऊ त्यो ल्याउन जल, सुनको हडामा जल ल्याएको। जसलाई दान दिन्छ दान दिनेवालाको पहिले चरण धुनुपर्छ। यदि चरण आफूले धुन सकिन्छ भने त दान दिएको राम्रो पनि हुन्छ, चरणै धुन सकिँदैन भने त दान पनि दिन उपयुक्त हुँदैन। त्यसैले दान जसलाई दिन्छ उसको चरणलाई छुन, उसको चरणलाई धुन सक्नुपर्छ दान दिनेवाला व्यक्ति। अब बलि महाराजको चरण धुनुपर्ने, के अरे बामन भगवानको बलि महाराजले चरण त जल ल्याउन लाउनुभयो। भगवान बलि महाराजले के गर्नु, भगवानलाई आसनमा बसाएको। अनि बलि महाराजले के गर्नुभयो, चरण पक्रिनु भगवानका। विन्ध्यावली श्रीमती उनले के गर्ने, जल दिए। त्यही भएर चरण धुँदाखेरि श्रीमानले चरण पक्रिने, श्रीमतीले जल लगाउने। अब के गर्नु, यहाँ त्यसरी चरण धुन लाग्नुभयो, मजासँगले पानी लगाइनु उनले, उहाँले पक्रिनु चरण धुन लाग्नुभयो। चरण धोइनुभयो मजासँगले। अनि त्यो चरण धोएको जल के गर्नुभयो, अवनि ज्यावन मूर्ने तदपो विश्व पावनी। सारा विश्वलाई पवित्र गर्ने जल उहाँले आफ्नो शिरमा लगाउनु भयो। आहा कति शीत भन्नुभयो नि। अब के गर्नु भन्दाखेरि त्यो सङ्कल्प गर्न तयार सुरु गर्नुभयो। हरि ओम तत्सत् तत्सत् विष्णु विष्णु त्यही सत्य त्यही सत्य त्यही सत्य। कुन सत्य? विष्णु नि सत्य। सङ्कल्प भन्दै भन्दै लानुभयो। के भन्नुहुन्छ अब 3 पाउ भूमि भन्नु पऱ्यो नि त होइन। इमाम 3 पाउ भन्दाखेरि त्रिपरिमिताम, के भन्दाखेरि भूमि कसलाई दिने भन्दाखेरि यता वामनाय दातुम अहम उत्सृजे भन्नुभयो। असङ्कल्प भन्न सुरु गर्नुभएको। सङ्कल्प भन्दै जानुहुन्थ्यो, भगवान्ले शरीर बढाउँदै 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 अब त भगवानको शरीर विशाल बन्यो।
एउटा चढ भगवानको उँभो गएको भो भुव स्व मह जन तप सत्य ब्रह्मलोक पुरै पार गरेर बिरजाको किनारा भगवानको चढ पुग्यो। उँधो एउटा चढ गएको अत्तल वित्तल सुत्तल महातल रसातल धरातल पातालसम्म त भगवान चढ पुग्नु। यी शरीर र हात बढाएको भगवानले उत्तर पूर्व पश्चिम उत्तर दक्षिण दिशा सबै ढाकिए। यो आकाश सबै ढाकियो। अब खै ठाउँ हेर्नु सबै ढाकियो। ए राम 3 पाउ भूमि भनेको केही पनि छैन, सबै ढाकिएको छ। अब के गर्ने? अब त ब्रह्माजीले मौका पाउनु भगवानको चरण माथि ब्रह्मलोक पुगेको हत्त नपत्त ब्रह्माजीले आफ्नो कमण्डमा राखेको जल यसो गरेर खनिहाल्नु भयो चरणमा। आहा जानै परेन भगवानले कति कृपा गरेको, स्वयं कृपा गरेर मलाई ल्याइदिनु हो चरण। चरण धुन लागिहाल्नु ब्रह्मा। भगवानको चरण धोएको जल गङ्गाजी भन्दा होइन, हामी गङ्गाजीको जल ल्याउँछ नि त्यही त हो नि भगवानको चरण धोएको तीर्थ भनिदिन्छ। अब के भन्दाखेरि भगवानले चरण बढाउनु त्यस्तो भयो, सबै ढाकी गयो। भगवानको मङ्गलाशासन गरे कतिले। जाम्बवानले त पृथ्वी घुम्न लाग्यो, ढोल पिटाउँदै भगवानले यस्तो गर्नुभयो। अब त बलिमाराले 3 पाउ दिन्छु भनेको खोइ भगवानले है बलि खोइ 3 पाउ दिन्छु भने होइन, खोइ जग्गा बलिमारा छक्क पऱ्यो। के हो छ नि किन छैन जग्गा? हे प्रभु हेर्नुहोस् न राम्रो प्रकारले किन छैन? ठाउँ छ खोइ त अनि मेरो शिर हेर्नुहोस् न खोइ हजुरको छ। पदम तृतीयम कुरुश्रेष्ठले निजम बलिले भन्नु। हजुरको तेस्रो पाउ ठिकै छ, 1 पाउले पुरै पृथ्वी ढाको, 1 पाउ माथि गएर बिरजासम्म पुग्यो भने 2 पाउ भएछ, 3 पाउ भइरहेको छ। अर्को पाउ राख्नु भेट्नु भएन भने हजुरले मेरो शिरमा राखिदिनुहोस् भन्नु। यहाँ खाली छ। भगवानले के गर्नुभयो? शिरमा चढ राखिदिनु। हामी शिरमा चढ राख्छौँ नि होइन, विधान के भन्दाखेरि भगवानको शरणागति गरे बलिले। कसरी भन्दाखेरि जीवन भगवानको शरणमा किन पुगिँदैन थाहा छ? 3वटा घमण्ड हुन्छन्। 3वटा घमण्ड यस्ता घमण्ड भएर बसेका हुन्छ नि जीवनमा, बलवान निशोबाट बसेको हुन्छ। के हुन्छ भन्दाखेरि 3वटा घमण्ड, एउटा विद्यामद, विद्यामदो धनमद कुलमद भन्छ। विद्या निपुणा वयमित्यन्ये हृद्या धनिनो वयमित्यन्ये सत्कुल जाता वयमित्यन्ये तेषु कलिं परिपूर्णं मन्ये भजयति राजं भजयति राजं भजयति राजं भवदीयो। कस्तो राम्रो श्लोक छ नि त। 3वटा घमण्ड के कसैले के भन्छ? विद्या निपुणा वयमित्यन्ये। मैले त यति पढेको छ राम्रो, मैले वेद पढेको छ, मैले साइन्स पढेको छ, मैले कमर्स पढेको छ, मैले म्याथ पढेको छ, मैले फिलोसफी पनि पढेको छ, मैले पनि ब्रह्म चिनेको छ। अब त्यस्तो जब आउँछ नि, मैले यति पुराण पढेका छन्। विद्याको घमण्ड जब आयो त्यो कहिल्यै पनि भगवानको सामने गएर नुँदैन, त्यसलाई नुन मन लाग्दैन। किन म जान्ने भनिहाल्छ, मनै लाग्दैन, भित्र दिँदैन क्या। त्यस कारण विद्याको घमण्ड पहिलो नभएर सकिनुपर्छ होइन सर। अर्को घमण्ड के? विद्या निपुणा वयमित्यन्ये हृद्या धनिनो वयमित्यन्ये। अर्को मसँग सम्पत्ति छ, सम्पत्तिको चक्करमा पऱ्यो भने आज मेरो यति फाइदा भयो, भोलि कति हुन्छ, बिहानदेखि गन्ती गर्छ, अनि बेलुकासम्म अब यो कहाँ राख्नु? ब्याङ्कमा राख्यो भने सरकारले चाल पाउँछ, घरमा राख्यो भने पत्ता नि के हो, देख्ने हो कि कसले लाने हो कि, निन्द्रा पनि लाग्दैन। अब बिजोग त्यसको। अब त्यसलाई भगवानको सामने भगवान अर्पण गर्ने झन् मनै लाग्दैन। अब यी कसले किन दिनु त्यति फगटिया, त्यता नि मन लाग्दैन। अब सम्पत्तिमा लागेको मान्छेलाई समय पनि छैन। त्यस कारणले गर्दाखेरि उसको समय सम्पत्तिको अलिअलि भयो भने नि घमण्डले गर्दाखेरि त्यो जीवन बित्छ। त्यसलाई कहिल्यै पनि भगवानको सामने गएर नुने दिन पनि आउँदैन, समय पनि निक्लिँदैन, मन पनि हुँदैन। यदि भगवानको कृपा भइगयो भने पनि निकै साह्रो कोही दिन कृपा भयो भने आउँछ। त्यस कारणले सम्पत्तिले व्यक्तिलाई भगवानको सामने लाँदैन। हेर्नुहोस् है,
विद्या। अर्को कुरा के भने अर्को घमण्ड हुन्छ एउटा। अर्को घमण्ड के हुन्छ भन्दाखेरि कुलको घमण्ड हुन्छ व्यक्तिमा। कुल भन्नाले म त यस्तो, अरे म त यस्तो प्रकारको हौ, त्योभन्दा त ठुलै हो नि म के कमी, अकुलको घमण्ड हुन्छ। मेरा छोरा यस्ता, मेरा छोरी यस्ती, सबैतिर छन्, त्यसमा नि म त उत्कृष्ट कुलमा जन्मेको, त्यो त त्यस्ता कुलको। यो प्रकारको भावना जब आयो त्यो पनि सम्झने कि भगवान्देखि टाढै भयो। त्यस कारण यी तीनले के गरे हुन्छ व्यक्तिलाई भगवान्को सामने पुर्याउँदैन, कहिले टाढा हुन्छ त्यो। यहाँ के भन्नुहुन्छ भने अब बलि महाराजको के चाहिँ सक्यो त भन्दाखेरि धनको घमण्ड सक्यो। मसँग यति सम्पत्ति छ भन्ने थियो, अब अन्तिममा सबै भगवान्ले नापिदिइहाल्नुभयो, अब छैन, के गर्नु, घमण्ड सकिएन त। घमण्ड सकेपछि के गर्नु पर्यो, लो प्रभु अब हजुरले मेरो शिरमा चढाइदिनु, पुर्लुक्कै नलडिकन उपाय छैन। अब लडिदिनु भयो, भगवान्ले के गर्नु आफ्नो चरण ल्याएर शिरमा राखिदिनु भयो। हामी शरणागति गर्दाखेरि भगवान् शिरमा राख्छौँ, के हो यो घमण्ड सकिएका दिन भगवान्को मन्त्र सुन्ने हुन्छ व्यक्तिले। त्यस कारण भगवान्ले लु अब तेरो घमण्ड सकिएछ भनेर आफ्नो चर्चमा राखे त नि। त्यस कारण हेर्नुहोस् बलि महाराजको जो घमण्ड थियो सकियो, भगवान्ले स्वीकारै गर्नुभयो। शरणमा आएकोलाई भगवान्ले स्वीकार गर्नुहुन्छ। त्यस्तै प्रकारले भगवान्ले के गर्नुभयो, बलि महाराजलाई स्वीकार गर्नुहुन्छ। प्रहलादजीले स्तुति गर्नुभयो। प्रहलादजीले भन्नुहुन्छ होइन हजुरले के लानुभयो र हाम्रो के लानुभयो त, आखिर यो पृथ्वी के हामीले कमाएको र हजुरले दिएको, हजुरले के अरे हजुरले लानुभयो। हामी त घमण्डले गर्दा नबुझेर मेरो भन्छ नि, यति जग्गा मेरो भन्छौँ हामी, होइन यो आफ्नो हो त। जग्गा कसले दियो, जग्गाको सृष्टि गरे आफूले। अरे सृष्टि गर्नेवाला जो हो सृष्टिकर्ता उसैको न हो, तर उसकोलाई हामी मेरो भनेर मानेको छ। अनि त्यहाँनिर बार लगाउनु त उता लगायो, झगडै भयो, मेरो मान्यो नि त। त्यस कारण हेर्नुहोस् यो हजुरको हजुरले लिनु, यसमा कोही आपत्ति छैन है। प्रहलादजीले भन्नुहुन्छ त नारायण हुनुहुन्छ, तस्मै नमो तस्मै नमस्ते जगदीश्वराय वै नारायणाय किन लोकसाक्षिणे, लोकसाक्षी नारायण हुनुहुन्छ। त्यस्तै प्रकारले विन्द्यावलीले भन्नु, अरे हजुरले त यो सारा क्रीडा गरिदिनुहुन्छ, क्रीडाको लागि लिनुभएको जग्गा क्रीडामै हजुरले स्वीकार गर्नुभयो। यसलाई प्रार्थना गर्नुभयो, ब्रह्माले प्रार्थना गर्नुभयो, भगवान्ले भन्नु हेर्नुहोस् घमण्ड जसले गर्छ नि त्यसको म टाकटुक नष्ट गरिदिन्छु भन्नु। के घमण्ड थाहा छ, यहाँ भन्नु त जन्म कर्म यो रूप विद्येश्वर्य धनाय, अघि भने जस्तै जन्म कर्म विद्या आदि घमण्ड हुन्छ। अनि त्यहाँ जस्तो रूपको घमण्ड चाहिँ कति म त कति राम्रो छैन, उसको कहाँ राम्रो छ, यदि त्यस्तो घमण्ड आयो भने भगवान्ले भन्नु म तुरुन्तै त्यो घमण्ड नष्ट गरिदिन्छु भनेर भगवान्ले भन्नुभयो है। अब बलि महाराज हुनुहुन्छ, बलि महाराज सुतलतिर जानुहुन्छ, त्यही गएर विद्यारूपले हेर्नुहुन्छ। अब यहाँ भक्तिको प्रिय भगवान् हुनुहुन्छ, भगवान्को स्तुति गर्नुहुन्छ मैले प्रहलादजीले। अनि यो यज्ञमा कुनै बाधा भएको जस्तो लाग्दाखेरि भनेको त बाधालाई निवारण गर्ने के भन्दाखेरि भगवान्को नाम सङ्कीर्तन हुन्छ। बिचमा कुनै त्रुटि भयो भने अर्थात् त्रुटि भयो जस्तो लाग्दछ भने त्यसलाई पुरा गर्ने भनेको केवल भगवान्को नाम सङ्कीर्तन हुन्छ। मन्त्रत तन्त्रत छिद्रम देशकालहार वस्तुत सर्वं करोति निश्छिद्रम नाम सङ्कीर्तनम तव। त्यसैले भगवान्को नाम सङ्कीर्तन गर्ने सबैले भगवान्को